फेक मिस नेपालको पछाडि त दौडिराख्नु भएको छैन। बरु म तपाईँलाई 3टा एक्जाम्पल दिन्छु। उहाँहरू चाहिँ मेरो लागि मिस नेपाल हो। तपाईँलाई यदि आइडलाइजै गर्नु छ लाइफमा भने एज अ फिमेल उहाँहरूलाई गर्नु र कसरी गर्नु भनेर पनि भन्छु है। र सबैभन्दा पहिला त पुष्पा बस्नेत। उहाँले 2012 मा सीएनएन हिरो अफ द इयर अवार्ड पाउनु भएको। मोर इम्पोर्टेन्टली उहाँले अवार्ड पाउनको लागि काम गर्नु भएको हैन। उहाँले कस्तो काम गर्नु भएको तपाईँलाई थाहा छैन भने चाहिँ यु मस्ट रिसर्च। उहाँको बारेमा बुझ्नुस्। कुनै पनि मान्छेले अर्को एउटा मान्छेको जिन्दगी बदल्न सक्नु भनेको एकदम ठुलो कुरा हो। उहाँले कतिजनाको लाइफ बदलिनु भएको छ। आइडलाइज हो। दोस्रोमा मैले 2 जना बहिनीहरूको नाम राखेको छु। सावित्रा भण्डारी र प्रीति राई। उहाँहरूलाई कुनै मेकअप गर्नु परेछ? उहाँ कस्तो देखिनुहुन्छ? उहाँको हाइट यति पुगेको छैन भने डज इट म्याटर? नो। उहाँहरूले आफ्नो फिल्डमा राम्रो काम गरिराख्नु भएको छ। प्रीति राई बहिनी अहिले रिसेन्टली ऐतिहाद क्लबमा आबद्ध हुनु भएको छ। र साम्बा बहिनी पनि फुटबलर विदेशी क्लबमा आबद्ध हुनुपर्छ। उहाँहरूलाई चाहिँ आइडलाइज गर्नु पर्यो के। कसरी आइडलाइज गर्ने भन्दाखेरि उहाँहरू आफूलाई मन परेको कुरा, आफूलाई मन परेको फिल्डमा यति लागि पर्नुपर्छ कि पहिला कसैले सोच्थेन कि इन्टरनेसनल क्लबमा गएर नेपाली प्लेयरहरूले खेल्ने भनेर। तर उहाँहरू खेलिराख्नु भएको छ नि त। त्यो हो आइडलाइज गर्ने भनेको। र तेस्रो र अन्तिममा नेपालको कुनै पनि क्षेत्रमा सबैभन्दा मलाई मनपर्ने आइडल साह्रै इनोसेन्ट एकदमै मेहनती मीरा राई। उहाँ भनेको सी इज अमङ द बेस्ट इन द वर्ल्ड। तर उहाँको स्ट्रगल पनि खोजेर पढ्नुहोस्। कति डेडिकेसन चाहिँदो रहेछ भनेर बुझ्नुहुन्छ। लाइफमा लागि पर्यो भने कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने इक्जाम्पल सेट गर्नुभएको छ कि सी इज अमङ द बेस्ट इन द वर्ल्ड आफ्नो फिल्डमा। सी स्टार्टेड फ्रम नथिङ। त्यो हो कि आइडलाइज गर्ने भनेको। त्यही भएर कसलाई रोल मोडल बनाउने, कसलाई आइडलाइज गर्ने भन्ने कुरा चाहिँ तपाईँहरूले एकदम विचार पुर्याउनु पर्छ। त्यही भएर मेरो विचारमा त उहाँहरू जस्तोलाई आइडलाइज गर्नुहोस् है। उहाँहरूले गरेको काम भनेको कति त इम्पोसिबल भन्थ्यो होला हैन। मीरा राईको जस्तो अचिभमेन्ट हेर्ने भने त इम्पोसिबल छ भनेर सम्म पनि सोच्नु भएको थिएन। नोबडी न्यू व्हाट दैट स्पोर्ट्स इज के। त्यस्तो कुरामा आफ्नो ज्यान लाएर एकदम लाइफ नै डेडिकेट गरेर लागि परेर अहिले उहाँकै पहलमा अहिले यति नयाँ प्लेयर्सहरू निस्किरहेछ त्यो फिल्डमा हैन। उहाँहरू जस्तोलाई आइडलाइज गर्नुहोस् के। इन्स्टेड अफ ब्युटी पेजेन्टहरू हैन जसको फेम डजन्ट इभन लास्ट अ इयर, त्यो मनबाट गरेको नभइकन यो ब्युटी विथ द पर्पसको लागि देखाउनु पर्छ भनेर गरेको खालको प्रोजेक्टहरू अफ कोर्स इज नट गोना लास्ट 2-3 इयर्स के। त्यही भएर यति भन्न मन लागेको हो कि ब्युटी पेजेन्ट यस्तोमा टाइम वेस्ट नगर्नुहोस्। फोकस अन योर स्किल, फोकस व्हाट यु क्यान अचिभ, एक्सप्लोर डिफरेन्ट थिङ्स हैन। तपाईँ एउटा ठाउँमा पुग्नु भयो, तपाईँलाई मेकअप गर्न सिक्नु पायो भने त्यो 3 हप्ता 1 महिनाको कुरा हो के। यस्तो पेजेन्टमा दिमाग लाएर वर्षौं वर्ष त्यसलाई नै आइडलाइज गरेर डोन्ट वेस्ट योर टाइम के। तपाईँलाई यो भिडियो कस्तो लाग्छ कमेन्टमा चाहिँ लेख्नुहोस् है। र एकदमै सपोर्ट गरिदिनु भएको छ त्यसको लागि एकदमै धन्यवाद है त। हस्।